Nepal has a festival where people celebrate the day. This is Sapari, जसलाई हामी गाई जात्रा पनि भन्छौं। वर्षभरि आफन्त गुमाएका परिवारहरूले उनीहरूको सम्झना र आत्मशान्तिको लागि यो जात्रा मनाउने गर्छन्। तर यो शोकको कथामा गाई कसरी जोडियो त? पौराणिक कथा अनुसार मृत्युपछि आत्माले बैतरणी नदी तर्नु पर्छ। गाईको पुच्छर समातेर उक्त नदी सजिलै पार गर्न सकिन्छ भन्ने विश्वासले काठमाडौँमा बालबालिकालाई गाईको भेषमा सजाएर नगर परिक्रमा गरिन्छ। पाटनमा भने मध्य मनाउँदै नगर परिक्रमा गरिन्छ। बट भक्तपुर डज इट कम्प्लिटली डिफरेन्टली। यहाँ बाँस, कपडा र परालको सिङ बनाएर ताहासा बनाइन्छ। कतिपय परिवारले बासा लुकेको गर्छन् भने कतिपयले भजन गाउँदै प्रदक्षिणा पथ परिक्रमा गर्छन्। भक्तपुरमा 7 रात र 8 दिनसम्म पुरा शहर संगीत, सडक नाटक, व्यङ्ग्य, प्याखङ र घेन्टाङ्गिसीले गुन्जिन्छ। Different places across Nepal have their own way of celebrating Gai Jatra. So, even though tradition shifts across Nepal, the core stays same, honoring those we lost through joy. तर आखिर शोक र पीडाको यो पर्व कसरी हाँसो र व्यङ्ग्यको जात्रा बन्यो त? That story is for part 2. Follow so you don't miss the story.